तस्बिरमा दुईजना डाक्टर काम गर्दैछन्, तर तीमध्ये एकजना नक्कली छ। भन्ने गरिन्छ कि केवल उच्च आइक्यू भएका मानिसहरू मात्र यसलाई एक नजरमै चिन्न सक्छन्। डाक्टर ए र डाक्टर बी मध्ये कुन नक्कली हो? यदि तिमी सोच्दछौ कि सही निर्णय लिनु सजिलो छ भए अलिक रोकिएर हेर। साना साना संकेतहरूमा ध्यान देऊ। साँचो उत्तर तिमीलाई भिडियोको अन्त्यमा मात्र थाहा हुनेछ। अब तयार हो नयाँ ब्रेन च्यालेन्जका लागि। यो तस्बिरमा यो शटलकक लुकाइएको छ। के तिम्रो नजर यति तेज छ कि तिमीले यसलाई केही सेकेन्डमै फेला पार्न सक्छौ? यदि तिमीले फेला पार्यौ भने स्क्रिनमा डबल ट्याप गर र देखाऊ कि तिमी नै असली ब्रेन हन्टर हौ। अब जाउँ नेक्स्ट राउन्डतिर। जब तिमीले शेयर बटन थिच्छौ तब सबैभन्दा पहिलो नम्बरमा कुन एप देखिन्छ? मलाई त लाग्छ त्यो फेसबुक एप हो। तर यदि तिम्रो फोनमा अर्को एप देखियो भने यो राउन्डको असली विजेता तिमी हौ। अब पालो आयो फाइनल लेभलको। यो तस्बिरमा कतै एउटा रहस्यमयी शब्द लुकेको छ। त्यो केवल ती मानिसहरूले देख्न सक्छन् जसको दिमाग र नजर दुवै सँगसँगै काम गर्छ। यदि तिमीले त्यो शब्द फेला पार्यौ भने तुरुन्तै सब्स्क्राइब गर र कमेन्टमा लेख त्यो शब्द के थियो भनेर। फाइनल रिभिल। यदि तिमीले ध्यानपूर्वक हेर्यौ भने यो डाक्टरको टेबलमा आरी, पेचकस र हथौडा जस्ता औजारहरू छन्। यी चिकित्सा उपकरण होइनन्, त्यसैले यो डाक्टर नक्कली निस्कियो।